सुरुवात भने जसरी नै म 1 बजिसक्यो। 1 बजेमा सूर्यविनायकबाट क्यामेरा अन गर्दैछु होइन। सो म चाहिँ अहिले जाँदैछु, कहाँ जाँदैछु म जाँदैछु कतै न कतै कमल विनायकतिर। कमल विनायक हुन्छ है अब सानो हुन्छ छिटो होला होइन छिटोमा एक्ज्याक्टली झन्डै छिटो मान्छे यस्तो हो होइन। अब नेपाली भनेको पहिचान दिनु पऱ्यो, च्यापिकन पाउँछ अब भिडमा 10वटा छैन यस्तो हो। म जान्छु यताबाट, तल्लो बाटो ठिक छैन, गिर खान्छ मेरो स्कुटरको टायर खासै ग्रिपवाला छैन, स्लिप भइदिन्छ र सो यता जाउँ। अनि स्कुटरको पनि हाफ इन्जिन खोलेको भएर खासै पुऱ्याउनु हुँदैन, 40भन्दा स्पिड लानु हुँदैन, सो लग्दिन पनि म। अब ढिलो लाग्छै छ, भाइजर लाएर चलाउँ भने खासै भाइजर लगाएपछि गोली सुन्दैन, सो अहिले नलगाऊ भन्दै म भोलि किनेछु हिँड्न चाहिँ। तर हाँसु बाटो पनि ठिक लागेन मलाई। तल्लो बाटो जानु पनि ट्रकले चेप्यो क्या मलाई, त्यो बाटो आएको लाम्स गइदिनु आएको के साह्रो हल्ले क्या। छाड्दै पाउँछ यार मुजी। फेरि बरु ल्याइदिएर आएपछि रङमुखी ट्रकले खेपाइदिरहेको छ मुजी, बरु खेपाइदिरहेको छ ट्रकले होइन। खेपाउँछन् अलिअलि तर सक्दैनन् त्यो कुरो। यहाँ चाहिँ बत्ती नमिल्नु पनि त मन आएको छ, बत्ती नमिल्यो लामो जस्तो चालिस भन्दा हामी मिल्दैन। यस्तै छ सायद म जान्छु बेला अब च्यानासिन डाइरेक्ट होइन, च्यानासिन एउटा त्यहाँ डिलर गएर एउटा क्रिम छोडिदिएर म सर्लक्क फेरि आउँछु कमल विनायक। देन बाँकी देखा जाने होइन, त्यस्तै हो अरू भने त्यस्तै हो अल्छी जिन्दगी। चिन्ता पछाडि ट्रकले मिच्दो खेपाइरहेछ क्या हेरौँ खेपाइरहेको छु। रन्डिङमा जाँदिनु छु यत्रो दिन होला जानु जित्नुभन्दा म के गर्छ म इन्जिनै गएछ भने जहाँ सोचेँ 80 22 त सोचेँ अगाडि काट्नु सिधा कुरो मेन इगो हो नि त ब्रो, मेन इगो हुन्छ यसलाई चाहिँ। अरूलाई पनि खेपाइदिन्छु म चाहिँ अब कसरी गर्छस् हेरौँला हामी पनि होइन, त्यस्तो हो नि त मलाई। कताबाट जाने कताबाट छिट्टा सानासिन छिरिदिन्छ भने सानासिन भन्दा पनि म जानुपर्ने चाहिँ कहाँबाट हो आइनु है, यस्तो
कति राम्री नि के गर्नु गाइस मेरो छोरी लाउनै पऱ्यो आँखा नलाउनु देखिन्छ आँखामा भागै लाग्छ मैले तर होइन राम्री केटीलाई हेर्नु पाउँछ छोराहरूले हेरोस् भनेर यस्तो राम्रो घर आउँछ के बेलामा आएको छु जो मैले सानो मोबाइल राख्छु सब हेरेर के गर्ने यहीँ डिलर चाहिँ कस्मेटिक डिलर त यहीँ हो सामानलाई दिने